एकछिन है गाइज एकछिन म तपाईँहरूलाई अनौठो चिज देखाउँछु र हेरिसकेपछि लाइक सब्सक्राइब र कमेन्ट गर्न पक्कै पनि नभुल्नु होला। हेर्न चाहनुहुन्छ भने चाहिँ बाइकमा सर आउन सक्नुहुन्छ, सर घरमै आइपुग्छ है। हाम्रो यही हो बाटो चाहिँ यहाँबाट जानुपर्छ है। नमस्ते। नमस्कार। यो खास यो चाहिँ कहिलेदेखिको काका यस्तो यो चाहिँ? यो म अब 65 वर्ष भयो। हजुर। अब यो धेरै पूर्वकालदेखि नै यो मैले देख्दै आएको हो। बाजेको पाला बराजीको पालादेखिको हो भन्ने छ। हजुर। 65 वर्षसम्म नि यो भइरहेको छ। यो सबै सांस्कृतिक यो के भन्छ आफै बनेको के पुर्खौँदेखि यो यत्तिकै चट्टानमा आफै बनेको। यो कुनै बनाउटे पनि होइन केही होइन, यो आफै बनेको हो। हजुर। यसमा चाहिँ यसो हेरिराख्यो भने त्यहाँ हरेक किसिमको चाहिँ शिलाहरू देखिन्छ। महादेव पार्वती गणेश बुद्ध भगवान होइन, यहाँ त सर्प यो साँपहरू नाग नागिनीहरू सबै चाहिँ देखिन्छ। त्यसकारण मैले यहाँ हरेक भनेपछि तपाईँले यहाँ चाहिँ अहिले पूजा पनि गरिरहनु भएको छ? पूजा मैले हरेक हप्ताको सोमबारमा यहाँ चोखो निष्ठा गर्छु। शुभ बालिन्छ। नागदेवी चाहिँ मैले भन्छु। हजुर। अब यो ठाउँ हो भरतपुर महानगरपालिका 29 नम्बर वडा। जस्तो देवघाट जाने पुल छ नजिकै नारायणीमा, त्यो नारायणी पुलदेखि 100 मिटर माथि। अनि यो घन्टीहरू चाहिँ तपाईँले पछि राख्नु भयो होला होइन? पछि राखेको छु 5-7 वर्ष मैले घन्टी र ऊ पनि यसो चाहिँ राखिदिएको छु। यसो पूजासुजा गर्दा टेने ठिक छ। अब जे होस् यहाँ पूजा गर्दा चाहिँ मनमा शान्ति चाहिँ मिलिरहेछ। राम्रै छ। जस्तो मेरो घर यहीसँग जोडिएको हो यो। अनि यो चाहिँ कुनै चाहिँ पहिरो जाने यहाँ भनेपछि पुर्खौँदेखिको यो पहिरो र हल्लिने भन्ने कुरा छैन होइन? छैन, यतिकै छ। यो जस्तो देखेको थियो त्यस्तै छ। यो पुर्खौँदेखिको चट्टान यो जस्तोको त्यस्तै छ भनेपछि अनौठो त केही न केही त होला यहाँ। अनौठो छ कि धेरै अनौठो चिज हो यो भनेको। लगभग प्रकृति चिजले दिएको चिज हो। यो टाढाबाट हेराउँदा चाहिँ जङ्गल जस्तोले ढाकेको छ, छेउमै घर छ, कति आनन्द छ। अनि प्लस त्यो घरकै छेउमा हेर्नुभयो भने तपाईँहरूले आनन्द खोला पनि देख्नुहुन्छ। सानो खोला ए ल हेर्नु यहीँ यति राम्रो झरना टाइपको त्यो खोला पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। पानी पिन्छ, खाने पानी नै हो यो चाहिँ। यो पानी चाहिँ युज गर्नको लागि खाइन्छ पनि यो पानी। यही पानी युज गर्नुहुन्छ। ओके गाइज, भिडियो कस्तो लाग्यो कमेन्ट गर्न पक्कै पनि नभुल्नु होला। अहिलेलाई चाहिँ टाटा बाई बाई, सी यू नेक्स्ट भिडियो।